उकालै त्यो राम्रो हुन्छ त्यो पल्लो बाटो पल्लोबाट त साह्रो पर्छ अरे भन नि सन्जितले त लान्छ कुनै कसो पुरै सजिलो लाग्छ यताबाट जान्छ होला अहिले होइन रासन बोकेको दिन चाहिँ यसरी चिसोले गाडी लिएको चिसोले अस्ति यहाँ ल्याइदिएको भए रासिन कस्तो राम्रो हुन्थ्यो है सकी नसकी बोक्नुपर्छ अस्ति ल्याइदिएको नि माथि तपाईँ होइन यहीँ भादेखि भनेको नि बोर्डिङ गर्नेहरू चाहिँ घरबाट स्टाङमा आउनुहोस् अहिले यहाँ यसरी चराहरू हेर्नुहोस् चारो खानुको लागि यहाँनिर यो एउटा स्वामीको रुखले लटरम्मै पाकेको रहेछ यसमा चाहिँ खालको चराहरू यहाँ आएर चाहिँ फल खाँदैछ खेत गर्दै यहाँनिर कतिवटा चराहरू छ र तपाईहरुले पनि आफ्नो घर छेउछाउतिर यसरी यस्तो फलहरू फल्ने खालके रुखहरू रोप्यो भनेदेखिलाई चाहिँ चराहरूको लागि पनि राम्रो हुन्छ र तपाईहरुको अन्य फलहरू पनि खाइदिँदैन यसमा नै भुलिएपछि चाहिँ अरू फलहरू खाने भइरादैन हेर्नुहोस् यहाँनिर दुईटा यहाँ पनि रहेछ यहाँनिर पनि खाँदैछ यो जुरेली रहेछ ज्यादा चाहिँ जुरेली आउँदो रहेछ अनि लाँचे पनि आउँदो रहेछ